आज अहिले दलङको मेरामतीको काम अन्तिम टाइम आइसक्यो, सकिन लाग्यो। अब यहाँ साथीहरू सबैले अखेर कष्ट गरेर आज दलङको काम सम्पूर्ण गर्नतिर तत्पर भइरहेछन् र साथीहरूलाई सबैलाई धन्यवाद दिनुपर्छ। र यस्तो टड्कालो घाममा चर्को घाममा आफ्नो गाउँको दोलङ भन्दाखेरि साथीहरूले प्राण दिएका छन्। भोलुका बाँसको भाटा फुटाएर कति कष्टकर हो यो काम। ल साथीहरूलाई अहिले अन्तिम समयको आइसक्यो र अब हामी काम सकेर रातो चिया र चिउरा र बुनिया छ त्यति हामी खाएर र हामी सबैजना अब खुसी खुसी आफ्नो आफ्नो घरतिर जान्छौँ, लाग्नुपर्छ। र आज चाहिँ हामीले दलङ हेर्दाखेरि डरै छ, यहाँबाट पाल्सर बाइकहरू पनि पार हुन्छन् डटर गरेर हो। पाल्सर ठेला नाम्नु पर्दैन, खुट्टा पनि उचाल्नु पर्दैन, डर एकदम कुदाएरै जान सक्छ। र हामीले त्यसको व्यवस्था हामीले इतिमध्ये गरिसक्यौँ। र आज यो होलीमा फेरि पनि एउटा सुन्दर दलङ बनिन्छ भन्ने हामी सरकारसँग आशा राख्छौँ। र आगामी कालमा हामी नेताहरूलाई यही प्रार्थना गर्छौँ जे उहाँहरूले पहिला हाम्रो गाउँको यो दलङ बनाइदिनुपर्छ, त्यहाँदेखि मात्रै हामी हजुरहरूलाई भोट दिनतिर हामी सोच्नेछौँ। यति भन्दै आजलाई यो दलङ कामको एकदम सम्पूर्ण भयो भन्ने घोषणा गरेर म सबैलाई धन्यवाद दिँदै हाम्रा क्यामेराम्यान महेश थामीलाई पनि अखेर मुरी धन्यवाद दिँदै उहाँहरूले आफ्नो कस्तो काम भ्याएर आज हाम्रो दलङ यो निर्माणको काममा आएर उहाँले यो फोटो हान्नुभयो, भिडियो गर्नुभयो र उहाँलाई धन्यवाद छ। र हामी त जस्तो ठाउँ त्यस्तै परिवेशले हामी चल्छौँ। हाम्रो गाउँ अति सुन्दर गाउँ छ। हामी होलोमा दलङ सरकारले दिएन त के हो, हामी बाँसको दलङ लगाएर भए पनि हामी वारिपारी गर्छौँ, पल्लो गाउँ हामी अप डाउन गरिरहन्छौँ। हामी कुनै अफसोस छैन सरकारले दलङ दियोस् नदियोस्, तर हामी चाहिँ राजनीति एक साइड, हामी राइज एक साइड। र हामी सबैजनालाई यो भिडियो हेरेर हजुरहरूले लाइक गरिदिनु होला, अरू कमेन्ट पनि गरेर कस्तो भयो लेखिदिनु होला, अरू सब्सक्राइब पनि गरिदिनु होला, ठाउँमा पुगोस् यो कुरो, सेयर पनि गर्नु होला, सेयर पनि गर्नु होला। र सबै साथीभाइलाई यो घाममा आएर काम गरेर सबैले आफू छु यो गाउँमा भन्ने पनि एउटा सौभाग्यको कुरो हो। आज हामी जति पनि आज काममा आयौँ, हामी नआउनेहरूलाई पनि धन्यवाद। उहाँहरू भ्याउनु भएन, आउनु भएन, कुनै कुरो छैन। तर जति पनि हाम्रा साथीभाइ आएर यो दलङ निर्माण काममा आफ्नो कर्मदान गर्नुभयो। कर्मदान भनेको ठुलो कुरो हो, श्रमदान, धनदान, विद्यादान भन्छन्, तर यो श्रमदान पनि बहुत ठुलो कुरो हो। आज हामी यहाँ हाम्रो गाउँबाट बाबु पनि आउनुभयो जात्रामा, दाजु पनि अप डाउन गर्नुहुन्छ कहिले काहीँ, पल्लो गाउँ जात्रामा हाम्रो गाउँबाट दाजु हुनुहुन्छ। ठिकै छ, बहुत उहाँबाट सघाउ गर्नुहुन्छ। र भन्न चाहन्न, र साथीहरूलाई चिया चमेनाको व्यवस्था छ र सबैले चिया खाएर आफ्नो घरतर्फ लाग्नुपर्छ। र यहाँ हाम्रा यता देखाऊ,
यहाँ हाम्रा हेमबहादुर यता हेर्नु उता अगाडि क्यामेरातिर हेर्नु हेमबहादुर मङ्गराती हुनुहुन्छ यहाँ। आज उहाँको उमेर 65 वर्ष भइसक्यो, तर केटाहरू जतिकै उत्तिकै बल गर्नुहुन्छ। यहाँ हुन्छ कमल बहादुर मङ्गराती, कमल दाजु भन्छौँ हामी। यहाँको अर्को नाम हो कमल दाजु भनेर बोलाउँछौँ। र कमल दाजु पनि उत्तिकै काममा बहुत व्यस्त, ध्यान दिनु, पुरा काममा ज्यान दिनुहुन्छ उहाँले। र उहाँ आउनु हुँदैछ अहिले भीमबहादुर पिठाकोटे। भीमबहादुर पिठाकोटे हुनुहुन्छ यहाँ। यहाँ काम डराउँछ, तर कामदेखि उहाँ डराउनु हुन्न, त्यस्ता खालको मान्छे हुनुहुन्छ। र आउनुहोस् अझै अगाडि टेकबहादुर राई। यता फर्किनु त, एकछिन काम बन्द गरेर यता फर्किनु त। टेकबहादुर राई यहाँ एकजना राजमिस्त्री हुनुहुन्छ। यहाँले कस्तो कस्तो पक्काको घर पनि बनाउनुहुन्छ। र हेर्नुहोस्, पक्का आज काम छोडेर पनि यहाँ दोलङको काममा आउनुभयो। यो कति ठुलो कुरो, राईको काम हो, हाम्रो समाजको काम हो। र यहाँ आउनुहुन्छ यहाँ आउनुहुन्छ रुद्रबहादुर पिसुठुङ। यसो हामी बोलाउँदाखेरि चाहिँ हाकिम भन्छौँ। हजुर, उहाँ हाकिम हुनुहुन्छ, बहुत कर्मी हुनुहुन्छ। यहाँ हुनुहुन्छ राणा भाइ। उठ उता हेर। हजुर, नमस्कार गर। नमस्कार। अनि यहाँ एकजना राणा भाइ हो। यो हरेक कामै माने व्यस्त, यो नजान्ने केही काम छैन, सब काम जान्दछ, खालि अराउनु मात्रै पर्छ। यहाँ हुनुहुन्छ प्रेमबहादुर। यता हेर्नुहोस्, प्रेमबहादुर मङ्गराती। यहाँ यसो बोलाउँदाखेरि हामी खाउसँग गाउँबाट पनि भन्छौँ। र यहाँ पनि कामदेखि डराउनु हुन्न, हरेक कामै गर्नुहुन्छ। यहाँ मिस्त्री काम पनि गर्नुहुन्छ। अरू यसै पनि उहाँले खेतीपातीमा पनि उहाँ बहुत कर्मी हुनुहुन्छ। यहाँ एकजना राई हुनुहुन्छ। यहाँ पनि काममा बहुत हुन्छ। उतै सबै राई, हाम्रै गाउँका राई हुन् यहाँहरू। अरू यहाँ हुनुहुन्छ हाम्रो भिनाजु। भिनाजुले गाउँका साथीभाइ भनेपछि हुरुक्कै राइजको काममा मान्छे जस्तै होस् आउनुहुन्छ। प्रत्येक काममा उहाँको एटेन्डेन्ट र रहन्छै। र उहाँहरू जस्ता काममा आइदिँदाखेरि अरू मान्छेलाई पनि एउटा उत्साह हुन्छ के। र यति बुझ्नुहोस् तपाईँहरूले, हाम्रा गाउँका नगर्ने भन्ने कोही छैन। सबै मान्छे काममा, साना ठुला कुरो केही छैन, बुझ्नुभयो नि। र हामी अब यति भन्दै आजलाई यो भिडियो यतिमै हामी समाप्त गर्दैछौँ। र हजुरहरूले हेरेपछि यो सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, शेयर गरिदिनु होला। हजुरहरूलाई बहुत धन्यवाद। अरू मुरी मुरी आशिष छ। अरू राधे राधे।